के हो तीन टिक्रेहरू आज के हो वनभोज कार्यक्रम हो कि कताको हाम्रो साथीले चाहिँ यहाँ 25 रोपनी जल किनेर रहेछ त्यसैको ओपनिङको लागि आएको। अब तीन टिक्रेले यहाँ नयाँ रिसोर्ट खोल्दैछ। सबैजना तीन टिक्रेलाई चिन्नुहुने महानुभावहरू सबैजना आएर चाहिँ 20% अफमा चाहिँ यहाँ खान सक्नुहुन्छ। यहाँ कुकम्यानमा हाम्रो साथी छ, म चाहिँ यहाँ हालाउँदै छु। प्याज भुजिरहेको छु भने फेरि अरू अरू भुजिरहेको छ केटाहरूले। नुन खोल्छन् हाल्यो अनि अन्डा त धेरै भएन र भने त्यो रक्सीसँग खानलाई हो। अनि हाम्रो अर्को एक टिक्रे चाहिँ के गरेर हो पछाडि पुरा गाउँघरको झल्का आइरहेछ कि रमाइलो भइरहेछ अरू काठमाडौँमा घर भयो भने यो खोर्सानी हो। साथी यार हाम्रो साथी चाहिँ भर्खरको कुक जस्तो लाग्यो। नुन हालिएको हिसाबमा एक्लैले खाने सोचिरहेको जस्तो लाग्यो है मलाई चाहिँ। नुन हाम्रो चाहिँ यो आलु भुजिया बनाइरहेको छ। आलु भुजिया होइन हो, अन्डा करी हो। अन्डा करी हाम्रो हो बनाउनु चाहिँ एक तीन टिक्रेमा एक टिक्रे। अनि अर्को चाहिँ यता मल मसला मिलाउँदैछ। अर्को चाहिँ हाम्रो माथि पानी हेर्नलाई चाहिँ गइरहेछ। हाम्रो चाहिँ यो नुवाकोटको यो हो हाम्रो जङ्गल पुरा। यो चाहिँ नुवाकोटको ठानसिङ हाम्रो कार्यक्रम चाहिँ भइरहेछ। ओ यहाँ सिरोक दसिना सब वर्षमा एकचोटि आउने भएको भएर चाहिँ यहाँ चिसो हुन्छ भनेर सिरोक दसिनाहरू प्लेट मार्नु न। हाम्रो यो चौडरी माग्ने तीन टिक्रेमा फेमस भनेको चाहिँ माग्नेमा चलेको चाहिँ यो अहिले पानीको चाहिँ मिलाइ जोर गरिरहेछ पानीको लागि। हाम्रो चाहिँ यो नयाँ भाइ घुम्नलाई आएको यहाँ हेर भाँडा बनाउनमा राखिरहेको छ। कतिको तलबमा हालिदिएर चाहिँ भाँडा बनाउनलाई। अनि हाम्रो चाहिँ यहाँ अन्डा भुजिया बनाइरहेको छ। अन्डा भुजिया अन्डा पनि पाकिसक्यो है। गाई जरो आएर खान सक्नुहुन्छ। अनि हाम्रो यो तीन टिक्रे चाहिँ पानी थापिरहेको छ। एक टिक्रे चाहिँ भिडियो खिचेर बसिरहेको छ। ल ल ल राम्रो छ राम्रो छ। घुमघाम गर्नलाई चाहिँ हामी पुरा उतातिर कटरको बोटहरू छ टन्नै। जग्गा चाहिँ हाम्रो यही हो, यहाँबाट तलसम्म हो। ल वीर भाइ कस्तो अनुभव हुँदैछ? तपाईँको जग्गामा आएको छौँ आज हामी। हाम्रो स्पेसली के छ आज यहाँ? एकदम तरुनी पनि छ कि? तरुनी चाहिँ ल्याउने भनेको केटाले नमानेर चाहिँ यहाँ अहिले आफू आउँदा चाहिँ अलिक गाह्रो भइरहेछ। बाइक हेर्नु न, बाइक यहाँ कहाँबाट निकालिरहेछ बाइक। तर घर देखाउनुहोस् हो कस्तो छ घर। हेर्नुहोस् पुरानो घर हो, ओल्ड इज गोल्ड। हाम्रो केटाहरू यहाँ स्टिलको ग्लासमा खुकुरी रम ढन्काउँदैछन्। तल छ खुकुरी रम, पानी सानी सबै छ। ठाउँ एकदम एवान छ। काठमाडौँमा बसेर 30 वर्षमा मर्छ भने यहाँ आयो भने 60 वर्षमा बाँच्ने आश छ मलाई चाहिँ है। तपाईँहरू पनि आउन सक्नुहुन्छ। ठाउँ राम्रै छ। हजुरहरूलाई बस्ने इच्छा छ भने म कन्ट्याक्ट नम्बर हालिदिन्छु, खबर गर्नु होला। हामी लिन आउँछौँ हजुरहरूलाई। गाडीको व्यवस्था पनि छ है। अरू के भन्नु चाहनुहुन्छ? कहाँ फैलिरहेको खुकुरी रम सर तपाईँले? हेर्नुहोस् हाम्रो यहाँ गोरबेरा र पनिर बनाउनलाई हाम्रो तयारी भइरहेछ। अर्को एक टिक्रे चाहिँ रक्सी खाएर बसिरहेछ होइन। हाम्रो नयाँ कुक चाहिँ हेर्नुहोस्। कुकम्यानले के बनाउनलाई हो? नुन त धेरै हालेछ र सब ठिक पुरा झोल हालिहाल्यो र भने पनिर बनाउँदा पनि पुरा। अनि हाम्रो एक के छ हो टिक्रेहरू दुइटा स्टिलको गिलासमा पानी तताएर खाइरहेको छौँ। स्टिलको गिलासमा ओहो भनेपछि खाने चलन छैन हाम्रो। हामीले त मलाई त्यो तातो पानी तताउनु भाँडोमा पो तताएर खाने गरेको छ। हट लेमन हाम्रो कुकम्यान चाहिँ मसला ससला एक ठाउँमा नराखेको न हिन्डुल गर्ने चाहिँ बानी धेरै भएकोले मसला डरेर खाने बेला भएको छैन। पुरा धुवा उडिसक्यो यहाँ बस्न नसक्ने भएर। साथी छिटो गर, फोन पछि उठा। ल काटिदिएर हो काटे फोन काटे। ल बेसर हालेको कोटी थोरै। अनि हाम्रो तिनवटा के भन्न चाहनुहुन्छ यस्तो घुमघाम गरेर? ल ल सुट पनिरको लागि पनिर भन्छ। पनिर
पनिर पनिर कुखुरा पनि पनिरको टुक्रा र गाईहरू अनि सेतो बाहिर रातो यस्तो यस्तो छ मिक्स के गर्नु होइन स्पेसल कुन यही पनिर होइन मसला त पाकेको छैन मसला त पाकेर मसला त पाक्दै छ यहाँ धुवा निकालेर बाँकी भयो त मिट मसला हालि छैन खोलेको छैन त काट्नु लो केटाहरू बङ्गुरको मासु खाएर कस्तो चाहिँ अनुभव भइरहेछ है? होइन हो सुँगुर सुँगुर बडेल भर्खर बारेर ल्याएको यहाँ जङ्गलबाट ऊ यहाँ जङ्गल यहीँ अगाडि छ बनेल मारेर केटाहरू यहाँ खाने तयार भइरहेछ टाउको चाहिँ कहाँ हराएर भाइ टाउको चाहिँ फाल्यो मान्छेले देख्यो भने सराप छ ल अनि हाम्रो कुकम्यान चाहिँ के छ के भन्न चाहनुहुन्छ कुकम्यानको हालत भइहाल्छ कुकम्यानको हालत बिहाल्छ है भाडा मस्काउँदैछ यहाँ हेरेर ल एकचोटि यहाँ पिकनिक मनाउन आएको पुरै कुकम्यानले त भारै पानी भरेर हैरान गरिरहेछ र पानी नहुने इम्पोर्टेन्ट चिजै पानी आगो चाहिँ बाल्न नआउने रहेछ कुकम्यानलाई धुवै निकालिहाल्छ र आठै आउँछ ल हाम्रो चाहिँ खाना पकाउने अहिले दाल पकाउँदैछौँ हाम्रो यहाँ तिनजना चाहिँ एकजना हाम्रो नयाँ कुकम्यान दुई टिक्रे खाएर चाहिँ पुरा ल्याङ गरेर बसिरहेको छ भने यहाँ खाना पकाउनु चाहिँ कसले भने
ला ला ला